आमा कहिल्यै ठूलो स्वरले बोल्नुहुन्न। उहाँले आफ्ना चाहना सधैँ मनभित्रै राख्नुहुन्छ। हामी भने आफ्ना साना साना चाहनाका लागि पनि धैर्य गर्न सक्दैनौँ। आमाले भन्नुहुन्थ्यो, अहिले होइन है, अलिकति पछि। तर हामीले बुझेनौँ त्यो पछि उहाँले आफ्ना लागि होइन, हाम्रो लागि राख्नुभएको समय थियो। हरेक बिहान घरका सबैभन्दा पहिला आमा उठ्नुहुन्थ्यो। सूर्य उदाउनुभन्दा अघि भान्सामा चुलो बलिसकेको हुन्थ्यो। थकान उहाँको आँखामा देखिन्थ्यो। तर गुनासो कहिले ओठसम्म आउँदैनथ्यो। आमा थाक्नुहुन्थ्यो तर रोकिनुहुन्नथ्यो। घरमा एउटा सानो केटो थियो। उसले आमालाई माया गर्थ्यो, तर बुझ्न सक्दैनथ्यो आमा किन सधैँ काममै व्यस्त हुन्छन्। उसलाई लाग्थ्यो आमा सायद अरू सबै कुरालाई ऊभन्दा अगाडि राख्नुहुन्छ। एक दिन स्कुलबाट फर्किएर केटो बिस्तारै आमाको नजिक आयो। नम्र स्वरमा उसले भन्यो, आमा, आज अलिकति समय मसँग बसिदिनु न। आमाले मुस्कुराउँदै उसको टाउको सुमसुम्याउनु भयो। बाबु, अहिले अलि गाह्रो छ, अलिकति पछि है। त्यो पछि धेरै पटक दोहोरियो। कहिले भान्साको कामले, कहिले पाहुनाको कारणले, कहिले आमाको थकानले। हरेक पटक आमा उस्तै नम्र हुनुहुन्थ्यो र हरेक पटक केटोको मन अलिकति अलिकति चुप हुँदै गइरह्यो। बिस्तारै केटोले सोध्न छोड्यो। उसले बुझे जस्तो गर्यो आमा सधैँ व्यस्त हुनुहुन्छ। उसले आफ्ना चाहनालाई आफैभित्र थुनिदिन थाल्यो। आमा नजिकै हुनुहुन्थ्यो, तर दूरी बढ्दै गइरहेको थियो। एक्लै खेल्दै, एक्लै सोच्दै केटो चाँडै ठुलो हुन थाल्यो। आमाले देख्नु भएन बालक कहिले चुप लाग्न सिक्यो। किनकि आमा व्यस्त हुनुहुन्थ्यो हाम्रो जीवन सजिलो बनाउन। कहिलेकाहीँ राति सबै सुतेपछि आमा केटाको कोठामा जानुहुन्थ्यो। निदाएको अनुहार हेरेर मनमने भन्नुहुन्थ्यो, भोलि त पक्कै समय निकाल्छु। तर भोलि फेरि उस्तै व्यस्तता आइहाल्थ्यो। एक दिन घर असाध्यै शान्त भयो। भान्सामा आवाज थिएन, चुलो बलिरहेको थिएन। आमाको बोली सुन्न छोडियो। आमा बिरामी हुनुभयो। आज केटो आमाको छेउमा शान्त भएर बस्छ। ऊ नम्र स्वरमा भन्छ, आमा, आज मसँग समय छ। तर आज आमासँग बोल्ने शक्ति छैन। आज समय छ, तर आमा कमजोर हुनुहुन्छ। हिजो आमा स्वस्थ हुनुहुन्थ्यो, तर समय थिएन। समय र आमा कहिले एउटै दिन भेटिएनन्। केटोको मन भारी हुन्छ। उसले बुझ्छ आमाले कहिले आफ्नो समय बचाउनु भएन। उहाँले त सधैँ हामीलाई दिनुभयो। यो कथा एउटा परिवारको मात्र होइन, यो त हामी सबैको जीवन हो। हामी भन्छौँ भोलि भेटौँला, अर्को दिन कुरा गरौँला, तर समय कहिल्यै फर्केर आउँदैन। यदि तपाईँको आमा अहिले तपाईँलाई नाम लिएर बोलाउनुहुन्छ भने त्यो सौभाग्य हो। यदि उहाँसँग 2 मिनेट समय छ भने त्यो अमूल्य हो। आजै उहाँसँग बस्नुहोस्, कुरा गर्नुहोस् र धन्यवाद भन्नुहोस्। किनकि आमाको समय संसारको सबैभन्दा पवित्र उपहार हो र पवित्र उपहार गुमेपछि कहिल्यै फिर्ता आउँदैन।